ब्लग मैले त कस्तो भिडियो बनाएर छु भने चाहिँ हैन मलाई जस्तै तपाईहरुलाई पनि कतिलाई थाहा छैन होला केयर होम र होम केयरको डिफरेन्ट हैन मलाई पनि यहाँ थाहा भएको अनि मेरो साथीहरु चाहिँ 2-3 जना पनि होम केयरमा काम गर्छ है होम केयर भनेको चाहिँ कस्तो भन्दाखेरि एजेन्सीको थ्रुदेखि चाहिँ हामी क्लाइन्टको घर जान्छौँ हैन क्लाइन्टलाई सर्भिस दिनुको लागि हैन उनीहरुले चाहिँ यो क्लाइन्टकोमा जा यहाँ जा त्यहाँ जा भन्छ के अनि 2 घण्टा 3 घण्टा 4 घण्टा 5 घण्टा अनि लङ आवर भनेको चाहिँ नाइट लङ आवर पनि हुन्छ त्यो हो होम केयर भनेको चाहिँ तर अलिक होम केयरमा चाहिँ केयर होम भन्दा चाहिँ पे रेट राम्रो छ अलिक धेरै दिन्छ के मेरो हाम्रो केयर होमको कुरा गर्दै चाहिँ हाम्रो केयर होममा चाहिँ सुरुमा म्यानेजर डेप्युटी म्यानेजर अनि नर्सेस अनि केयर असिस्टेन्ट्स हुन्छ क्या अनि के भन्छ हाम्रोमा त्यो सिनियर प्र्याक्टिसनरहरू चाहिँ मैले देखेको छुइनँ मेबी होला अहिलेसम्म मलाई थाहा भएको छैन 1 वर्षमा सबैजना इक्वल छ इक्वल भन्नाले सिनियर जुनियर भन्ने नै छैन सबैले एउटै काम गरिराखेको हुन्छ हैन यहाँ चाहिँ मेडिसिन चाहिँ सबै नर्सले दिन्छ अनि अर्को भने चाहिँ केयर प्र्याक्टिसनर हुन्छ क्या उनीहरूले पनि दिन्छ ट्याब्लेट फर्मको हैन त्यसरी दिँदो रहेछ अनि यो आइभी फर्महरु चाहिँ नर्सेसले नै दिन्छ अनि त्यो ब्लड विड्र गर्नेहरु हुन्छ नि त्यो पनि नर्सेसले नै गर्छ यति हो डिफरेन्सेस भनेको चाहिँ अनि त्यही हो पेरेड चाहिँ केयर होममा भन्दा अलिकति होम केयरमा धेरै छ अनि थ्यांक यू फर वाचिङ दिस भिडियो बाइ टेक केयर